जय शम्भु बम बम भोले मैले चाहिँ पठाउमा पहिलो ट्रिप फर्स्ट राइड लागिसकेको छ प्यासेन्जर लिन जाँदैछु प्यासेन्जर पनि नजिकै हुनुहुन्छ चिने जस्तो लाग्यो यसो नाम हेर्दाखेरि र लोकेसन हेर्दाखेरि त हो नमस्ते ए हजुर हजुर नमस्ते ए नमस्ते म त ए बिस्तारै लगाइदिन्छु ए इस्यु छ म त यसो हेरेको नाम त चिने आयो क्या अनि बस पार्क भित्रै होइन त हजुर त्यो के अरे पेट्रोल पम्पदेखि उता पेट्रोल पम्प साइडपट्टि ए ए हजुर हजुर सुमो रोक्ने त्यो यता बस पार्क यता कोटी जलजुपुडी चोक यता वरे होइन त ए ए हुन्छ ल गएँ त म है ल बिस्तारै लगाइदिन्छु हजुर घर जान लाग्नु भएको अब ए ए हजुर म त्यता अर्ग्यानिक फार्म पछाडिबाट जडीबुटी जाँदैछु ए यो एयरपोर्ट आएको त झन् कस्तो चिसो हो है छुट्टै चिसो छ है र त बिहान यस्तो चिसो हुन्छ 10-11 बजेपछि त फेरि कम्ती गर्मी हुन्छ हजुर यतापट्टि हो हजुर यता माथि कि यहीँ हो यता रोकिदिन्छु ल हजुर त्यताबाट ओर्लिने हो टेकेर ओर्लिनु न राम्रोसँग जानु है हजुर हस् यतापट्टिबाट ट्रिप लाग्न गाह्रै हुन्छ लाग्नु त लाग्छ होइन म चाहिँ यता पारिपट्टि यता नरेफाट जाने बाटोपट्टि गएर बस्छु त्यताबाट भए सजिलो पनि हुन्छ त्यही भएर सजिलोको हिसाबले भनौँ न चट्ट लाएर यहीँ बसौँ न के छ र पठाउमा दोस्रो राइड लाग्यो फेरि मेरो यताबाट दिल्ली बजार जाने प्यासेन्जर लिन जाँदैछु हजुर के हुनुहुन्छ यतै हो है
फोन गर्नुपर्ने हुन्छ। जाऊ 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 घरले बत्ती बलिरहेको छ। मैले त डह्रो पुऱ्याइदिन्छ नि त यहाँ पनि फेरि। ₹25 डिस्काउन्ट रहेछ, ठिकै छ। One hour later. 1 घन्टा बसियो, राइड लागेन। राइड नलागेपछि के गर्नु अब, चिया खान जानु पर्यो। अब चिया खानु पर्यो, अनि त्यसपछि यसो हेर्नु पर्यो लाग्छ कि लाग्दैन। कहिले काहीँ त खै के हो कुनै यार, बुक्सी लाग्छ कि क्या हो कुनै। अरे कहना क्या चाहते हो? राइटै लाग्दैन बा। जम्मा 2 राइड हाने, 1 घन्टा बस्यो, छैन रिक्वेस्ट। हामी चस्मा लगाइदिउँ न, के छ र। अबे साले हैन यहाँ त बाटो भत्काएको त धेरै भयो त यार, अझै बनाएको छैन यार। One hour later. ओ ठाउँमा एक्टिभ लाग्यो बल्ल तल्ल। यो चाहिँ मेरो लास्ट ट्रिप भनौँ न घर जाने, त्यही भएर प्यासेन्जर लिन जाँदैछु। खै हिजो आज त के हो, टिप लाग्नै छोड्यो बा पठाउमा, अचम्म लागिरहेछ। धुम्बरै है? हजुर बस्नु न। हजुर हाल्नु त मैले कपनको हालेको थिएँ लोकेसन, धुम्बराईको पाइयो, ठिकै छ। त्यहाँबाट फुत्ता जाउँला नि, के छ र। पसिनाले पुरै भिजिसक्यो, गाह्रो छ गाह्रो छ पठाउ ड्राइभ गर्नलाई पनि। हजुर 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 ए म त्यता कपनमा घर जानुपर्ने, फेरि म त घर जानुपर्ने हो। हजुर मैले चाहिँ कपनको लोकेसन राखेको थिएँ, यहाँ धुम्बराईको आइपुगेछ क्या। हामीले दिनमा 4वटा सबै लोकेसन राख्न मिल्छ क्या, कतापट्टि जानेको त्यहाँको राख्न मिल्छ। हजुर कहिले काहीँ ठ्याक ठ्याक मिल्छ, कहिले काहीँ यतै वरिपरि पारिदिन्छ क्या। हजुर यतापट्टि हो ए हजुर। अच्छा ए हजुर हस्।
यहीँनिर है अब घरतिर लाग्यो अब खाना खानालाई त्यही पनि हुन त लोकेसन मेरो कपनकै छ हेरौँ न बजिहाल्छ कि केटाहरूले धन्न गर्छन् यार यस्तो गर्मी छ बाबा 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 बिहान बाक्लो लुगा लगाउँ भने फेरि यतिखेर पुरै गर्मीले पसिना लुस्रो भिजिन्छ पातलो लगायो अहिले फेरि के गाह्रो खै जाडोमा नि गर्न नसकिने गर्मीमा पनि गर्न नसकिने खै कस्तो ज्यान पऱ्यो यार यो मेरो खै त आज त्यति रिक्वेस्ट आएन पठाउमा लगभग मेरो 2 घन्टा जस्तो त लस्टै भयो खै त रिक्वेस्टै लगाउँदैन कहिले ड्याङ ड्याङ लाग्छ चिया खाने फुर्सद नि हुँदैन कहिले जति गर्छु भनेर बस्यो भने पनि आहा बसे एउटा रिक्वेस्ट आउँदैन यार यस्तो तालले त गाह्रो पारे यार घर पनि आइपुग्न आँट्यो भिडियो यहीँसम्म लागि गर्नु पर्ला मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद भिडियो चाहिँ यहीँसम्म राख्छु म अब